ब्राउजरमा sos.ssf.gov.np टाइप गर्नुहोस्। त्यसपछि खुल्ने यो साइटको योगदानकर्ता पोर्टलमा क्लिक गर्नुहोस्। तपाईलाई सामाजिक सुरक्षा कोषको आफ्नो युजरनेम र पासवर्ड थाहा छ भने यहाँ युजरनेम र यहाँ पासवर्ड र यहाँ आफ्नो सामाजिक सुरक्षा कोष SSF नम्बर टाइप गर्नुहोस् र लगइन गर्नुहोस्। यस्तो ड्यासबोर्ड खुल्छ। कलेक्सनमा क्लिक गर्नुहोस्। यस्तो सन्देश आउँछ। गेट सबमिसन नम्बरमा क्लिक गर्नुहोस्। यसरी आउने सबमिसन नम्बरलाई सुरक्षित राख्नुहोस्। यो नम्बर पछि चाहिन्छ। ओके बटनमा क्लिक गर्नुहोस्। यस्तो खुल्छ। यहाँ कुन वर्ष, कुन महिना र तपाईँ कति महिनाको रकम जम्मा गर्न चाहनुहुन्छ छनौट गर्नुहोस्। यहाँ तपाईँको SSF आइडी, नाम, तपाईँले भुक्तानी गर्नुपर्ने रकम सबै देखिन्छ। यदि एकैपटक 6 महिनाभन्दा बढी समयको रकम भुक्तानी गर्दै हुनुहुन्छ भने तपाईँले पाउने 10% छुट रकम पनि यहाँ देखिन्छ। सबै विवरण ठिक छ भने सबमिट बटनमा क्लिक गर्नुहोस्। यसरी आउने सन्देशको ओके बटनमा क्लिक गर्नुहोस्। अब तपाईँको रकम भुक्तानीको आवेदन सबमिट भएको छ। रकम भुक्तानी गर्न भने बाँकी नै छ। तपाईले कनेक्ट IPS, ई-सेवा, खल्ती, IME मध्ये कुनै एक माध्यमबाट सामाजिक सुरक्षा कोषमा अनलाइन मार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था छ। रकम भुक्तानीको उदाहरणका लागि हामी कनेक्ट IPS को प्रक्रिया देखाउँदैछौँ। कनेक्ट IPS को आफ्नो अकाउन्ट लगइन गर्नुहोस्। अब यहाँ स्क्रिनमा देखाइए अनुसार गर्दै जानुहोस्। यहाँ सबमिसन नम्बर टाइप गर्नुहोस् जुन तपाईले अघि सेभ गरेर राख्नु भएको छ। यहाँ आफ्नो सामाजिक सुरक्षा कोष नम्बर टाइप गर्नुहोस् र रकम भुक्तानी गर्नुहोस्। यो त भयो पहिलो तरिका। यदि तपाईलाई आफ्नो पासवर्ड थाहा छैन भने पनि तपाईले अनलाइन मार्फत रकम भुक्तानी गर्न सक्नुहुन्छ। ब्राउजरमा sos.ssf.gov.np खोल्नुहोस्। त्यसपछि वैदेशिक रोजगारी अन्तर्गत रहेको यो नियमित योगदान गर्नमा क्लिक गरेपछि यस्तो देखिन्छ। यहाँ आफ्नो SSF आइडी, यहाँ आफ्नो पासपोर्ट नम्बर, यहाँ आफ्नो जन्ममिति र यहाँ यो ठाउँमा देखिने क्याप्चा टाइप गरी यहाँ भ्यालिडेटमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले जम्मा गर्न सक्ने न्यूनतम रकमदेखि अधिकतम रकम यहाँ देखिन्छ। कति रकम जम्मा गर्ने हो यहाँ लेख्नुहोस् र सबमिटमा क्लिक गर्नुहोस्। सबमिटमा क्लिक गरेपछि सबमिसन नम्बर सहित यस्तो सन्देश स्क्रिनमा देखिन्छ। यो सबमिसन नम्बर सुरक्षित राख्नुहोस्। यो सबमिसन नम्बर रकम भुक्तानीका लागि चाहिन्छ। अब तपाईले रकम भुक्तानीका माध्यमहरू कनेक्ट IPS, ई-सेवा, खल्ती, IME मध्ये कुन चलाउनुहुन्छ सो खोल्नुहोस् र रकम भुक्तानी गर्न यस अगाडि युजरनेम र पासवर्ड सहितको प्रक्रियामा बताइए अनुसार नै गर्न सक्नुहुन्छ। यसबाहेक ग्लोबल IME ब्याङ्कमा तपाईको खाता छ भने त्यहाँबाट सिधै तपाईको सामाजिक सुरक्षा कोषको रकम भुक्तानी गर्ने सुविधा छ। त्यसका लागि यो भिडियो हेर्नुहोला। तपाईले 98 दिएर 51754 नम्बरमा WhatsApp वा भाइबर मार्फत सम्पर्क गरेर वा migrantworker@ssf.gov.np मा इमेल गरेर थप जानकारी लिन सक्नुहुन्छ। धन्यवाद।